Hello and welcome everyone to our मेरो स्कुल प्लेटफर्म। यस भिडियोमा हामी क्वेशन नम्बर 2D डिस्कस गर्दै छौं। क्वेशनमा छ ड्र सेक्सनल आइसोमेट्रिक ड्राइङ अफ द गिवन फिगर। यहाँ हामीलाई अर्थोग्राफिक ड्राइङ गिवन छ, फ्रन्ट भ्यू यो हो, टप भ्यू यो हो। यसको सेक्सनल आइसोमेट्रिक ड्राइङ हामीले ड्र गर्नु पर्यो। सेक्सनल किन भन्दाखेरि हामी यहाँ देख्न सक्छौं फ्रन्ट भ्यूमा ह्याचिङ गरिएको छ। यसको मिनिङ के हो भने टप भ्यूमा यो फिगरलाई कट गरिएको छ। सो यहाँ हामी फ्रन्ट भ्यू हेरेर के बुझ्न सक्छौं भने टप भ्यूमा होरिजेन्टली यसरी लेफ्ट टु राइट कट गरियो अनि तलको पोर्सन हटाइयो। सो रिमेनिङ पोर्सन कति रह्यो त त्यो कुरा पहिला पत्ता लगाऊ। हाम्रो यो जुन रेड कलर लाइनले हामी आउटलाइन गर्यौं यो चाहिँ हाम्रो रिमेनिङ पोर्सन हो। सो यो टप भ्यू हो अहिलेको लागि अब हाम्रो, अनि यो चाहिँ हाम्रो फ्रन्ट भ्यू हो। सो यो टप भ्यू र यो फ्रन्ट भ्यूको मद्दतले सेक्सनल आइसोमेट्रिक ड्राइङ हामीले ड्र गर्नुपर्छ। आइसोमेट्रिक ड्राइङ ड्र गर्न सबभन्दा पहिला हामी क्युबोइड ड्र गर्छौं। क्युबोइडको लेन्थ, ब्रेथ र हाइट चाहिन्छ हामीलाई। सो यहाँ हेरौं हाम्रो लेन्थ र हाइट फ्रन्ट भ्यूले दिइहाल्छ, अनि ब्रेथ कहाँबाट आउँछ त टप भ्यूबाट। सो ब्रेथ कति हुन्छ त सेन्टरदेखि यहाँसम्मको जुन यो डिस्टेन्स छ यो कति छ त यहाँ हेरौं त रेडियस छ हाम्रो 20। सो यहाँदेखि यहाँसम्मको डिस्टेन्स पनि कति भयो त 20 भयो। सो हाम्रो ब्रेथ 20 भयो, लेन्थ 74, ब्रेथ 20, हाइट 36। सो यसको मद्दतले हामी क्युबोइड ड्र गरौँ। सबभन्दा पहिला यो 74 mm लेन्थ भएको लाइन ड्र गरौँ। यो लाइन हाम्रो होरिजेन्टल लाइनसँग 30 डिग्री इन्क्लिनेसनमा छ। त्यसपछि अब ब्रेथ ड्र गर्छौँ। ब्रेथ भनेको कति छ त 20 mm। यो लाइन हाम्रो यतातिरको होरिजेन्टलसँग 30 डिग्री इन्क्लिनेसनमा छ। त्यसपछि हाइट 36। सो यही पोइन्टबाट एउटा 36 mm लेन्थ भएको लाइन ड्र गर्छौँ। यो तीनटा लाइनको मद्दतले पहिला क्युबोइड कम्प्लिट गरौँ। हामीसँग क्युबोइडमा 6 वटा फेस हुन्छ, तर हामी 3 वटा फेस मात्र देख्छौं। एउटा यो फेस, दोस्रो यो फेस, तेस्रो यो फेस। र सुरुमा हामी के गर्छौं भने यो तीनटै फेसेसहरुमा पर्ने जुन यो प्लेन्सहरु छ त्यो ड्र गरिहाल्छौं। जस्तै यहाँ हेरौं त यो जुन प्लेन छ यति प्लेन, यति पोर्सन चाहिँ हाम्रो यहाँ यो माथिको यो रेक्टेंगुलर प्लेनमा पर्छ। किनभने यो फेसलाई, यो प्लेनलाई चाहिँ यो स्ट्रेट लाइनले फ्रन्ट भ्यूमा रिप्रेजेन्ट गरेको छ। सो यो लाइन कहाँ पर्छ त बेस भन्दा 36 mm माथि। सो बेस भन्दा 36 mm माथि यो लाइन र यो लाइन छ। सो यो प्लेनमा हाम्रो यो फेस पर्छ। सो सुरुमा हामीले के गर्नु पर्यो त यो सर्कल ड्र गर्नु पर्यो, अनि यो भित्रको सर्कल ड्र गर्नु पर्यो। अब यो जुन सर्कल छ यो सर्कलको रेडियस अथवा डायमिटर कति छ त यहाँ हेरौं, यहाँ छ डायमिटर 32 दिएको छ। सो हामी यहाँ के गर्छौं भने यतातिर कतै 32/32 को एउटा स्क्वायर ड्र गर्छौं। तर त्यसको लागि सबभन्दा पहिला यो जुन सर्कल छ यसको सेन्टर यहाँ लोकेट गर्नु पर्यो। अब सेन्टर लोकेट गर्नलाई हामी के गर्छौं भने यसको टोटल लेन्थ कति छ त 74 छ। सो 74 डिभाइड बाइ 2 गर्छौं। 74 डिभाइड बाइ 2 भनेको के हो त आधा बिचमा ठ्याक्कै यसको सेन्टर पर्छ। सो 74 डिभाइड बाइ 2 भने कति हो त 37 हो। त्यसैले हामी यो कर्नरबाट 37 डिस्टेन्स टाढामा एउटा पोइन्ट मार्क गर्छौं, अनि हामी अब यो पोइन्टलाई सेन्टर मान्छौं, अनि यो सेन्टरको अबाउटमा एउटा हामी 32/32 को एउटा स्क्वायर ड्र गर्छौं। सो यो कति छ त 32 छ। सो 32 डिभाइड बाइ 2 कति हुन्छ त 16 हुन्छ। सो हामी के गर्छौं त यहाँबाट 16 को लाइन यतातिर अनि 16 को लाइन तलतिर। यसरी हामी यो टोटल लाइनको लेन्थ कति भयो 32 नै भयो। यसरी यो लाइन ड्र गर्छौं र यो लाइन कोसँग प्यारलल छ त यो लाइनसँग प्यारलल छ। त्यसपछि यो पोइन्टबाट 16 mm टाढा आएर 16 mm माथि 16 mm तल यस्तै एउटा लाइन ड्र गर्छौं, अनि यो लाइन हाम्रो यो लाइनसँग प्यारलल छ र यसको लेन्थ पनि कति भयो टोटल 32 भयो। त्यसपछि यो पोइन्टबाट 32 mm लेन्थ भएको अर्को लाइन ड्र गर्छौं। यो लाइन भनेको हाम्रो यो लाइनसँग प्यारलल हुने गरी, फेरि यो लाइनसँग प्यारलल यहाँबाट 32, अनि फेरि यसलाई यसरी क्लोज गरिदिन्छौं, यो पनि 32 नै हुन्छ। त्यसपछि यसको डायगोनल्स कनेक्ट गर्छौं। हाम्रो यो लंगेस्ट डायगोनल भयो, यो सर्टेस्ट डायगोनल भयो। हामी सर्टेस्ट डायगोनललाई युज गर्छौं। हामी यो पोइन्टदेखि यहाँसम्म जोड्छौं, अनि यो पोइन्टदेखि यहाँसम्म जोड्छौं। सिमिलरली यो पोइन्टदेखि यहाँसम्म जोड्छौं, अनि यहाँदेखि यहाँसम्म जोड्छौं। जोडिसकेपछि अहिले हामीसँग 4 वटा सेन्टर्सहरु अवेलेबल भए, किनकि अहिले हामी के गरेछौं त इलिप्स बाइ 4 सेन्टर मेथड ड्र गर्न खोजेको। किनकि आइसोमेट्रिक ड्राइङ ड्र गर्दाखेरि सर्कललाई इलिप्सको रूपमा ड्र गर्नुपर्ने हुन्छ। तर अहिलेको लागि के छ त यहाँ हामीसँग सेमी सर्कल छ। सो हामी के गर्छौं त 2 वटा सेन्टर मात्र युज गर्छौं। एउटा यो सेन्टर युज गर्छौं, यहाँ कम्पासको निडल राख्छौं, यहाँदेखि यहाँसम्मको रेडियस लिएर एउटा आर्क ड्र गरिहाल्छौं। त्यसपछि कम्पासको निडल यहाँ राख्छौं, यहाँदेखि यहाँसम्मको रेडियस लिन्छौं, अनि आर्क यसरी ड्र गरिहाल्छौं। हामीले यो सेमी सर्कल ड्र गरिसक्यौं। अब हामी यो जुन भित्रको सेमी सर्कल छ यो ड्र गर्न खोजेको। यसको लागि हामी के गर्छौं भने यो जुन ब्लू लाइन र पिंक लाइन छ यसलाई रिमुभ गर्छौं। तपाई चाहिँ आफ्नो पेपरमा नमेट्नु होला।
त्यहाँ मेट्न पाइदैन। अब हामी के गर्छौं भने यो जुन भित्रको सर्कल छ यसको रेडियस अथवा डायमिटर कति छ त त्यो पत्ता लगाउँछौं। अब यहाँ हेरौं त यो भित्रको सर्कलको डायमिटर यहाँ दिएको छ 18। सो हामी के गर्छौं भने यहाँ यो सेन्टरको अबाउटमा 18/18 को एउटा स्क्वायर ड्रा गर्छौं। सो हामी यहाँबाट 9 mm डिस्टेन्स टाढा, किनकि 18/2 भनेको 9 हुन्छ, 9 mm डिस्टेन्स टाढा आउँछौं यहाँ, अनि यहाँबाट 9 mm माथि 9 mm तल लाइन ड्रा गर्छौं। यसको टोटल लेन्थ, यसको टोटल लेन्थ कति भयो त 18 mm। त्यसपछि यहाँबाट यतातिर 18 mm, यहाँबाट फेरि 18 mm, अनि यहाँबाट फेरि 18 mm। यसरी हामी यो भित्रको स्क्वायर कम्प्लिट गर्यौं। डायगोनल्स कनेक्टेड नै छ। अब यहाँदेखि यहाँसम्म यो लामो डायगोनल भयो, अनि यहाँदेखि यहाँसम्म यो सर्टेस्ट डायगोनल अथवा सानो डायगोनल भयो। हामी यो पोइन्टदेखि यो पोइन्टसम्म जोड्दिन्छौं, फेरि यो पोइन्टदेखि यो पोइन्टसम्म जोड्दिन्छौं, सिमिलरली यो पोइन्टदेखि यो पोइन्टसम्म जोड्दिन्छौं, अनि यो पोइन्टदेखि यो पोइन्टसम्म जोड्दिन्छौं। त्यसपछि फेरि यो सेन्टरको युज गर्छौं, यहाँ कम्पासको निडल राख्छौं, यहाँसम्मको रेडियस लिन्छौं, अनि एउटा आर्क ड्रा गर्छौं। त्यसपछि यो पोइन्टमा कम्पासको निडल राख्छौं, यहाँसम्मको रेडियस लिन्छौं, अनि यहाँ पनि एउटा आर्क ड्रा गरिहाल्छौं। त्यसपछि यहाँदेखि यहाँ जोड्न पाइयो, यहाँदेखि यहाँ जोड्न पाइयो। हाम्रो यो जुन स्ट्रेट लाइन यहाँ देखिरहेछौं यो स्ट्रेट लाइनले यो लाइनलाई रिप्रेजेन्ट गरेको छ। सिमिलरली यो लाइनलाई चाहिँ यो लाइनले रिप्रेजेन्ट गरेछ। सो यहाँ हामी के देख्न सक्छौं त एल जस्तो शेप देख्न सक्छौं, यहाँ पनि देख्न सक्छौं। सो यो दुईटै एल जस्तो शेप हामी ड्रा गर्छौं। हामीसँग यो लाइन अवेलेबल छदैछ यहाँ। सो यो पोइन्टबाट एउटा स्ट्रेट लाइन ठुलो लाइन तान्छौं, अनि यो पोइन्टबाट एउटा अलिकति सानो लाइन तान्छौं। सो सुरुमा के गरौँ भने यो पोइन्टदेखि यहाँसम्मको यो लाइन ड्रा गरौँ। यो लाइनको हाइट कति हुन्छ त भन्दाखेरि 36 - 9 27। सो यसको हाइट भयो 27। सो यहाँबाट 27 हाइट भएको लाइन ड्रा गरिहालौँ। त्यसपछि यहाँबाट पनि 27 हाइट भएको लाइन ड्रा गरिहालौँ, किनकि यसको हाइट र यसको हाइट बराबर छ। त्यसपछि यो दुईटै पोइन्टबाट पास हुने गरी एउटा कन्स्ट्रक्सन लाइन ड्रा गरौँ, यो अगाडिको रेक्टेंगुलर फेसमा यहाँ र यहाँ छुने गरी। त्यसपछि हामी यो दुईटै लामो लाइन ड्रा गर्छौं। यो दुईटै लामो लाइनको हाइट कति त 36। सो यहाँबाट यो लाइनसम्म इन्टरसेक्ट गराउने गरी ड्रा गरौँ, अनि यहाँबाट पनि यो लाइनसम्म इन्टरसेक्ट गराउने गरी ड्रा गरौँ। यो दुईटै लाइनको लेन्थ कति हुन्छ त 36 हुन्छ। अब हामीले यो कर्व ड्रा गर्नु पर्यो जसको रेडियस 9 रहेको छ, अनि यो सेमी सर्कल ड्रा गर्नु पर्यो जसको डायमिटर हामीलाई 9 भनेर क्वेशनले दिएको छ। सो यो दुईटै कर्व्सहरु ड्रा गर्नलाई हामीले यो लाइनको मद्दत लिनुपर्छ, किनकि यही लाइनमा त्यो दुईटै कर्वको सेन्टर पर्छ। पहिला हामी के गर्छौं भने यो जुन स्ट्रेट लाइन छ यसको सेन्टर पत्ता लगाउँछौं। अब यो स्ट्रेट लाइनको लेन्थ कति हो पहिला त्यो पत्ता लगाऊ। यो लाइनको लेन्थ पत्ता लगाउनलाई यहाँ हेरौं, यो लाइनको लेन्थ चाहियो हामीलाई। सो त्यसको लागि हामी के गर्छौं भने 74 बाट यो लाइनको लेन्थ घटाउँछौं पहिला। अब यो लाइनको कति लेन्थ हुन्छ भन्दाखेरि यो ठुलो जुन सर्कल छ त्यसको डायमिटर बराबरको भ्यालु हामी घटाउँछौं। सो 74 - 32 गर्छौं, त्यसको भ्यालु आउँछ 42। 42 भनेको यो लाइनको लेन्थ प्लस यो लाइनको लेन्थ हो। अब 42 / 2 गरौँ 21। सो यहाँदेखि यहाँसम्मको डिस्टेन्स भयो हाम्रो 21। सो यो लेन्थ कति भयो त 21। अब 21 को बिचमा हामीले सेन्टर लोकेट गर्नु पर्यो। सो 21 / 2 भनेको 10.5। सो यो पोइन्टदेखि 10.5 डिस्टेन्स टाढा एउटा पोइन्ट लोकेट गर्छौं, यो हाम्रो सेन्टर भयो। अब हामी सुरुमा के गर्छौं त यो कर्व ड्रा गर्छौं। यो कर्वको के छ रेडियस 9 छ भनेको यसको डायमिटर कति भयो 18। सो हामी के गर्छौं भने यहाँ 18/18 को एउटा रेक्टेंगल ड्रा गर्छौं। सो यो पोइन्टबाट 9 mm माथि 9 mm तल स्ट्रेट लाइन ड्रा गरौँ। हाम्रो यो लाइन कोसँग प्यारलल छ त यो लाइनसँग प्यारलल छ। यसको कति भयो लेन्थ 18 भयो। 18 भनेको डायमिटर बराबर यो जुन कर्व छ यसको डायमिटर कति हुन्छ त रेडियस 9 छ भने डायमिटर 18। सो 18 लेन्थ हुन्छ यसको। त्यसपछि यो पोइन्टबाट 9 mm टाढा आउने, फेरि 18 mm को लाइन यहाँ पनि ड्रा गर्ने। 9 माथि 9 तल, यो टोटल 18 भयो। त्यसपछि यहाँदेखि 18 mm, फेरि यहाँदेखि 18 mm, अनि फेरि यो लाइन अलरेडी जोडिएकै छ। अब डायगोनल्स जोइन गरौँ। अब हामी यो पोइन्टदेखि यहाँसम्म जोड्छौं, यो पोइन्टदेखि यहाँसम्म जोड्छौं, फेरि यो पोइन्टदेखि यहाँसम्म जोड्छौं, यो पोइन्टदेखि यहाँसम्म जोड्छौं। हामीले अहिलेलाई यहाँदेखि यहाँसम्म यति कर्व मात्र ड्रा गर्नुपर्ने छ। सो हामी के गर्छौं भने यो सेन्टरमा बस्छौं, यहाँसम्मको रेडियस लिन्छौं, अनि एउटा आर्क ड्रा गरिहाल्छौं। अनि यो हामी अहिलेलाई कन्स्ट्रक्सन लाइन नै ड्रा गर्छौं, किनभने यो कर्व कत्रो हुन्छ भन्ने कुरा थाहा छैन। सो अहिलेलाई कन्स्ट्रक्सन लाइनले ड्रा गरेर छोड्दिउँ यसलाई। अब हामी के गर्छौं भने यो भित्रको सेमी सर्कल ड्रा गर्नु पर्यो जसको डायमिटर 9 छ। त त्यसको लागि हामी के गर्छौं त 9/9 को एउटा अर्को स्क्वायर ड्रा गर्छौं यसलाई सेन्टर मानेर। त्यसको लागि यो जुन हामीले ब्लू र पिंक लाइन ड्रा गरेछौं त्यसलाई हटाउँछौं। तपाईले मेट्नु भएन आफ्नो पेपरमा। अब यो डायमिटर 9 छ। सो सेन्टरबाट 4.5 mm लेफ्टतिर आउने, अनि 4.5 माथि 4.5 तल हुने गरी लाइन ड्रा गर्छौं। यो 4.5 फेरि 4.5 भनेको टोटल 9। त्यसपछि फेरि यहाँदेखि यहाँसम्म 9, फेरि यहाँदेखि यहाँसम्म 9, फेरि यहाँदेखि यहाँसम्म 9। डायगोनल्स अलरेडी कनेक्टेड नै छ।
अब के गर्ने भन्दाखेरि यहाँदेखि यहाँसम्म जोड्ने, यहाँदेखि यहाँसम्म जोड्ने, सिमिलरली यहाँदेखि यहाँसम्म जोड्ने अनि यहाँदेखि यहाँसम्म जोड्ने। अब हामीले सेमी सर्कल ड्र गर्नु पर्यो। सो यो सेन्टरमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिन्छौँ अनि आर्क ड्र गरिहाल्छौँ। फेरि यो सेन्टरमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिन्छौँ अनि आर्क ड्र गरिहाल्छौँ। त्यसपछि हामी यहाँदेखि यहाँ जोइन गर्न पाइयो, यहाँदेखि यहाँ जोइन गर्न पाइयो। अब अहिले यहाँ हामीले जति पनि काम गर्यौँ यो कर्भ ड्र गर्नलाई र यो सेमी सर्कल ड्र गर्नलाई, त्यही काम ठ्याक्कै यहाँ पनि गर्छौँ, किनकि यतातिर पनि कर्भ छ र सेमी सर्कल छ। सो सेम प्रोसेस हामी यहाँ पनि रिपिट गर्छौँ। सबभन्दा पहिला सेन्टर लोकेट गर्छौँ कर्नरदेखि 10.5 डिस्टेन्स टाढामा। त्यसपछि यो जुन ठुलो स्क्वायर छ त्यो ड्र गर्छौँ। ठुलो स्क्वायर कतिको हुन्छ भन्दाखेरि 18/18 को। सो त्यो ड्र गरौँ। त्यसपछि डायगोनल्स कनेक्ट गर्छौँ। त्यसपछि हामीले 4 वटा सेन्टर्सहरू पत्ता लगायौँ अनि त्यसपछि यो पोइन्टमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिन्छौँ अनि एउटा आर्क ड्र गरिहाल्छौँ। अनि यो आर्क पनि हामीले कन्स्ट्रक्सन लाइनले नै ड्र गर्यौँ, किनकि यो आर्कको लेन्थ कत्रो राख्ने भन्ने कुरा थाहा छैन, किनकि यहाँ हेरौँ त यहाँदेखि यहाँसम्म कहाँसम्म पर्छ भन्ने कुरा अहिले यो जुन स्ट्रेट लाइन छ नि त्यो ड्र गरिसकेपछि थाहा पाउँछौँ। त्यसपछि अब यो भित्रको सेमी सर्कलको काम गरौँ। यो सेन्टरमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिएर एउटा आर्क ड्र गरिहाल्छौँ। फेरि यो सेन्टरमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिएर अर्को आर्क ड्र गरिहाल्छौँ। अनि त्यसपछि यहाँदेखि यहाँ जोड्छौँ, यहाँदेखि यहाँ जोड्छौँ। अब फ्रन्ट भ्यूमा हेरौँ, यहाँ एउटा रेक्टेङ्गुलर फेस छ। सो यहाँ हामी ड्र गर्न सक्छौँ। यो लाइन जुन छ, यो लाइन भनेको 9 mm हाइट भएको हामी यहाँ ड्र गर्न सक्छौँ। त्यसपछि यहाँबाट पनि 9 mm हाइट भएकै लाइन ड्र गर्न सक्छौँ। त्यसपछि यो रेक्टेङ्गललाई यसरी हामी कम्प्लिट गर्छौँ। त्यसपछि यहाँबाट पनि यत्रै लेन्थ भएको लाइन ड्र गरौँ। अनि त्यसपछि जसरी माथि एउटा यहाँ कर्भ आएको छ त्यसरी नै तल पनि एउटा कर्भ आउँछ। त्यसको लागि फेरिदेखि यही प्रोसेस रिपिट गरिराख्नु पर्दैन। जस्ट हामी के गरौँ भने यो जुन कर्भ छ यो कर्भलाई हामीले तल ट्रान्सफर गरे पुग्छ, किनकि यतातिरको यो कर्भ हामी देख्न सक्दैनौँ। सो यहाँदेखि यहाँसम्मको कर्भलाई हामीले ट्रान्सफर गर्नु पर्यो। त्यसको लागि जस्ट यसको सेन्टर, यो कर्भ यो सेन्टरको मद्दतले बनेको छ, यसलाई तल लान्छौँ। कति तल लान्छौँ भने यो लाइनको हाइट बराबर जुन कि छ 9 mm। सो यहाँबाट 9 mm तल हामी एउटा लाइन ड्र गऱ्यौँ। यो पोइन्टमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिन्छौँ अनि आर्क ड्र गरिहाल्छौँ। त्यसपछि यो लाइनलाई क्लोज गरिदिन्छौँ। सिमिलरली यहाँ पनि एउटा रेक्टेङ्गुलर फेस छ, यहाँ हामी रेक्टेङ्गुलर फेस ड्र गरिहालौँ। त्यसपछि यहाँबाट पनि भर्टिकली लाइन ड्र गरिहालौँ अघि गरे जस्तै। त्यसपछि फेरि यो जुन कर्भ छ यसलाई हामी ट्रान्सफर गर्छौँ। यो सेन्टरलाई पहिला 9 mm तल ड्र गर्छौँ, यहाँ कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिएर हामी आर्क ड्र गरिहाल्छौँ। त्यसपछि यहाँदेखि यहाँ कम्प्लिट गरिदिउँ। त्यसै गरी यो जुन कर्भ छ यसलाई पनि हामीले तल ट्रान्सफर गर्न सक्नु पर्यो। त्यसको लागि यो पोइन्टलाई तल लान्छौँ। कति तल लान्छौँ भन्दाखेरि यो लाइनको हाइट बराबर कति छ त भन्दाखेरि 36। सो यो कर्नरबाट 36 हाइट भएको एउटा लाइन ड्र गर्छौँ, कन्स्ट्रक्सन लाइन। यो पोइन्टमा कम्पासको निडल राख्छौँ, यहाँसम्मको रेडियस लिन्छौँ अनि आर्क ड्र गरिहाल्छौँ। अब हामी यहाँ पनि अलिकति जुन यो कर्भ देखिरहेछौँ यो कर्भ ड्र गर्नुपर्छ। यो कर्भको रेडियस कति छ त 20 छ। सो त्यसको लागि हामी के गर्छौँ भने यो जुन भर्टिकल कन्स्ट्रक्सन लाइन छ यसलाई गायब गर्छौँ, यसलाई पनि गायब गर्छौँ, यसलाई पनि गायब गर्छौँ। तपाईँले आफ्नो पेपरमा चाहिँ मेट्न सक्नुहुन्न, गज्याङ गुजुङ चाहिँ हुन्छ, तर गर्ने तरिका यही नै हो। अब हामीले के गर्नु पर्यो भने यो कर्भ ड्र गर्नु पर्यो। यो कर्भको सेन्टर पनि के हो त यही हो। सो यो जुन स्ट्रेट लाइन छ यहाँदेखि यहाँसम्म यसको लेन्थ कति हो त 74। त्यसको बिचमा हामीले सेन्टर लोकेट गर्नु पर्यो। यो सेन्टर लोकेट गर्न खोजिरहेछौँ। सो 74 / 2 कति हुन्छ 37। सो यो कर्नरदेखि 37 डिस्टेन्स टाढा हामी एउटा पोइन्ट मार्क गर्छौँ। अनि अब यहाँ के छ त रेडियस 20 छ। सो हामीले के गर्नु पर्यो भने यो सेन्टरको अबाउटमा 40/40 को एउटा स्क्वायर ड्र गर्नु पर्यो, किनकि रेडियस 20 भनेको डायमिटर 40 हो। सो 40/40 को हामीले एउटा यहाँ स्क्वायर ड्र गर्छौँ। सो यो सेन्टरबाट 20 माथि 20 तल भनेको टोटल लेन्थ कति भयो त 40 नै भयो। यो लाइन ड्र गऱ्यौँ। त्यसपछि यहाँबाट 20 mm लेफ्ट आउने अनि त्यहाँबाट 20 माथि 20 तल। त्यसपछि यहाँदेखि यहाँ 40, फेरि यहाँदेखि यहाँ 40 अनि यहाँदेखि यहाँ 40। अब डायगोनल्स जोइन गरौँ। हाम्रो सर्टेस्ट डायगोनल यो भयो। त्यसपछि यहाँदेखि यहाँसम्म जोइन गर्छौँ, यहाँदेखि यहाँसम्म जोइन गर्छौँ यो पोइन्टसम्म। सिमिलरली यो कर्नर हो हाम्रो, यो कर्नरदेखि यहाँसम्म जोइन गर्छौँ अनि यो कर्नरदेखि यहाँसम्म जोइन गर्छौँ। फेरिदेखि हेरौँ, यो कर्नरदेखि यहाँसम्म जोइन गऱ्यौँ अनि यो कर्नरदेखि यहाँसम्म जोइन गऱ्यौँ। अब हामी के गर्छौँ भने यो सेन्टरमा बस्छौँ, यहाँदेखि यहाँसम्मको रेडियस लिन्छौँ अनि आर्क ड्र गरिहाल्छौँ।
सिमिलरली यो सेन्टरमा बस्छौँ अनि यहाँसम्मको रेडियस लिएर यसरी यहाँसम्म आर्क ड्र गरिहाल्छौँ। अब हाम्रो जुन यो सेमी सर्कल अहिले ड्र गऱ्यौँ, यही सेमी सर्कलभित्र यो जुन आर्कको पोर्सन छ, यति सानो पोर्सन, त्यो पोर्सन पर्छ। त्यो पोर्सन कहाँ पर्न जान्छ भने यहाँ पर्न जान्छ। त्यसैले अहिले हामीले यसलाई कन्स्ट्रक्सन लाइनले नै ड्र गऱ्यौँ। यो कम्प्लिट डार्क हुँदैन, जस्ट यहाँदेखि यहाँसम्म कहाँसम्म डार्क हुन्छ अहिले एकछिनपछि थाहा पाउँछौँ हामी। अब हामीले के गर्नु पर्यो भने यो जुन यहाँ कर्भ देखिरहेछौँ, यो पोइन्टबाट गएको यस्तै खालको कर्भ यहाँ पनि यो कर्नरबाट गएको हामीले देखाउनु पर्छ। त्यसको लागि हामीले के गर्नुपर्छ भने यो जुन कर्भ छ, यो कर्भको सेन्टरलाई तल झार्नुपर्छ। सो यो कर्भको सेन्टर हाम्रो यहाँ अहिले एभाइलेबल छैन, मैले मेटिसकेको छ। सो तपाईँको जहाँ पनि सेन्टर छ, फर इक्जाम्पल यहाँ पर्छ, त्यसलाई चाहिँ 27 mm तल लानु पर्यो, यो लाइनको हाइट बराबर। सो तल लगाउँ, यहाँ हाम्रो सेन्टर यहाँ रहेको छ, यसलाई हामीले ठ्याक्कै 27 mm तल लगायौँ। अनि यो पोइन्टमा कम्पास निडल राख्ने, यहाँसम्मको रेडियस लिने अनि एउटा आर्क ड्र गरिहाल्ने। अनि यो आर्क हामीले यो लाइनसम्म मात्र ड्र गऱ्यौँ। अनि त्यसपछि हामी के गर्छौँ त, यो पोइन्ट र यो पोइन्टलाई जोड दिन्छौँ। यति गरिसकेपछि अब यो जुन स्ट्रेट लाइन छ, यो स्ट्रेट लाइन र यो स्ट्रेट लाइन रिप्रेजेन्ट गरौँ। अनि यो स्ट्रेट लाइन रिप्रेजेन्ट गरिसकेपछि बल्ल यो कर्भ र यो कर्भ ड्र गर्न सक्छौँ। सो सुरुमा यो स्ट्रेट लाइन ड्र गरौँ। अब यो स्ट्रेट लाइन भनेको यहाँ जुन एउटा कर्भ छ, यो कर्भ र यहाँको कर्भसँग टेन्जेन्सियल हुन्छ। सो हेरौँ त, यो कर्भ भनेको कुन हो त, यो जुन हामीले यसरी सेमी सर्कल बनाएको छौँ नि, सेमी इलिप्स भनौँ, त्यो कर्भ, र अर्को यहाँ जुन यो सानो कर्भ छ, यो कर्भ भनेको यहाँ छ हो। सो यो कर्भ र यो कर्भसँग टेन्जेन्सियल हुने गरी यहाँ एउटा लाइन ड्र गर्छौँ। यहाँ हामीले ड्र गऱ्यौँ टेन्जेन्सियल हुने गरी। त्यसपछि फेरि यो लाइन पनि ड्र गर्छौँ। यो लाइन भनेको यो कर्भ र यहाँ
यहाँको कर्भसँग टेन्जेन्सियल। सो यो कर्भ र यो जुन सेमी सर्कल छ यो कर्भसँग टेन्जेन्सियल हुने गरी लाइन ड्र गरौँ। यो र्यान्डमली आफैले स्केललाई छुवाएर मिलाएर टेन्जेन्सियल लाइन तानिहाल्ने। यो एकुरेटै हुनुपर्छ भन्ने जरुरी छैन, तर टेन्जेन्सियल चाहिँ हुनु पर्यो। यति गरिसकेपछि अब हामी यहाँदेखि यहाँसम्म डार्क गर्न पाइयो अनि यहाँदेखि यहाँसम्म मात्र डार्क गर्न पाइयो। हामीले यहाँ पनि अलिकति कर्भ ड्र गरे जस्तो देखिरहेछौँ यहाँ, अनि यहाँ पनि हामीले कर्भ ड्र गऱ्यौँ। अब हामीले यो कर्भ ड्र गर्नलाई के गर्यौँ भने यो सेन्टरमा बस्यौँ अनि यहाँसम्मको रेडियस लियौँ अनि यहाँदेखि यहाँसम्म जस्ट ड्र गरिदियौँ। त्यसै गरी यो कर्भ जुन अहिले ड्र गऱ्यौँ त्यो कर्भ ड्र गर्नलाई पनि यसको सेन्टर एभाइलेबल थियो, त्यो सेन्टरमै बसेर ड्र गर्ने हो, फ्री ह्यान्ड ड्र गर्ने होइन। त्यसपछि यतातिर हेरौँ, यो कर्भ चाहिँ यहाँदेखि यहाँसम्म ड्र गर्नु पर्यो, आफ्नै सेन्टरमा बसेर कम्पासको मद्दतले ड्र गर्ने, अनि त्यसपछि यहाँदेखि यहाँसम्म स्ट्रेट लाइन अलिकति देखिन्छ। सो यति हामीले ड्र गऱ्यौँ भने हाम्रो यो फिगर लगभग कम्प्लिट भएको छ। अब अलिकति सानो काम के बाँकी छ भने जसरी यहाँ माथि यसरी कर्भ गएको छ त्यसरी नै यो पोइन्टबाट पनि कर्भ जान्छ, किनभने हरेक कर्नरबाट 3वटा लाइन गएको हुनुपर्छ। सो एउटा दुईटा गयो तेस्रो गएको छैन। सो यहाँ पनि हेरौँ त, एउटा दुईटा गयो तेस्रो यसरी एज अ कर्भ गएको छ। सो यही कर्भलाई हामीले तल ट्रान्सफर गर्ने हो। हामीले कर्भ ट्रान्सफर गर्न सिकेछौँ। जसरी यो कर्भलाई हामीले यहाँ तल ट्रान्सफर गर्यौँ त्यसरी नै यो कर्भलाई पनि तपाईले ट्रान्सफर गर्नु पर्यो। यसको सेन्टरलाई तल लाने अनि ड्र गरिहाल्ने। सो सुरुमा हामी के गर्छौँ त, कन्स्ट्रक्सन लाइन यसरी ड्र गर्छौँ अनि यो दुईटै कर्भसँग टेन्जेन्सियल हुने गरी आफैले र्यान्डमली स्केल भिडाएर यहाँ हामी भर्टिकल लाइन पहिला ड्र गरिहाल्छौँ। ड्र गरिसकेपछि यहाँदेखि यहाँ हामी कम्प्लिट गरिदिन्छौँ। अब हामी क्वेसनमा दिए जस्तै ह्याचिङ गरिदिन्छौँ। ह्याचिङ गरिसकेपछि डाइमेन्सनिङ गरिदिन्छौँ अनि यति गर्न साथ हाम्रो यो सोल्युसन पनि सकिएको छ। अब नेक्स्ट भिडियोमा हामी क्वेसन नम्बर 2E डिस्कस गर्छौँ। थ्याङ्क यू।